यन्त्रवत दैनिकी चलिरहेकै थियो। उपन्यास पढ्दा र सिनेमा हेर्दा उनी सुख गर्दै रुँदा श्रीमतीले छ्या पिन्छे भन्दै जिस्क्याउँथिन् उनलाई। त्यसैले बेला बेला कुनै लोग्ने स्वास्नीको जोडी हात समाएर बाटोमा हिँडेको देख्यो भने त्यहीँ बसेर कुवा कुवा रुनु जस्तो लाग्थ्यो उनलाई। लोग्ने मान्छेलाई यस समाजले दिएको श्रेष्ठता, मर्दता, मर्यादा र उच्चताले पुरुषहरूलाई स्वतन्त्रता र उन्मुक्तिका लागि धेरै कुरा त दियो, तर खोसियो पनि धेरै कुरा। पुरुषलाई भावुक हुने, रुने र भावनामा बग्ने अधिकार यस समाजले खोज्यो। त्यसैले लोग्ने मान्छेहरू कमजोर भएको, रोएको, भावुक भएको देखियो भने यो समाजले नचाहिँदो अधिकार लिन खोजेको भन्छ। कि आइमाई जस्तो रोएको भन्छ, लासी भएको, कमजोर भएको भनेर झन् कमजोर बनाउँछ। कि पुरुषहरूको चाहिँ मन हुँदैन, भावना हुँदैन? रिस, आक्रोश, निर्ममता, कठोरता मात्र हुन्छ पुरुषको हृदयमा। खोइ कहाँ छ ठाउँ हृदय पिल्लिएका बेला पिप पोख्ने? कहाँ छ पुरुषले पनि मनभित्रका घाउ पखालिने गरी रुन पाउने र सक्ने ठाउँ?